कला भनेको कलाकारको सुन्दर भावना हो। कलाकारले आफ्नो कला व्यक्त गर्न पाउनु कलाकारको जन्मसिद्ध अधिकार हो। तर कि नेपालका प्राचीन शासकहरूले यही सिद्धान्त बोक्दथे या उनीहरूको कलात्मक यात्रामा पुरा विराम लगाउने काम गर्दथे? जब विक्रम सम्वत 560 राजकीय राजा मानदेव शासनबाट सन्यास लिई आफ्नो राजगद्दी छाडे, तब उनकी आमा नवसागर उनको ठाउँ लिएर पलाञ्चोक राज्यमा राज गर्न लागिन् र आफ्नो कार्यकालमा विजेश्वरी भगवती मन्दिर निर्माण गर्ने सङ्कल्प पनि बोकिन्। र मूर्ति कोर्नका निम्ति त्यति बेलाकै देशको सर्वोत्कृष्ट मूर्तिकार बोलाएर बनाउने आदेश भयो। तर कलाको सम्मानस्वरूप मूर्ति कोर्ने मूर्तिकारलाई उपहार वा बक्सिस दिनुको सट्टा अब उपरान्त अर्को राज्यमा यस्तो सुन्दर मूर्ति नबनोस् पनि उनलाई 2 औँला काट्ने दण्ड दिइयो। आफूले बनाएको अब कला अब ओहो कस्तो दामी बनाएछ भन्ने अलि हुन्छ नि, त्यस्तो भन्दैन। कुनैले भन्छ, अरूहरूले त अब यस्तो ढुङ्गा ठोकेर यस्तो धुलोमा काम गरे यस्तो भन्न त भन्छ। दुई औँलाहरूको कमीले उनको कलात्मक यात्रा भने यतिमै टुङ्गिँदैन। उनी यसपालि नाला भगवती मन्दिरमा आएर नाला भगवती मूर्ति कोर्ने तिर लाग्दछन्। मूर्तिकारले ती शासकहरूलाई बिर्सिदिए पनि उनीहरूले उनलाई पछ्याउँदै आए। नाला भगवतीको मूर्ति कोरिसकेपछि उनको दाहिने हात काटिन्छ। कलाकारहरूको चाहिँ अलिकति सम्मान रेस्पेक्ट अलिकति गर्नुपर्ने हो होइन, तर त्यो अब गरेन। नगरिसकेपछि अब हामीले पनि यो गर्ने कुरा हुँदैन त होइन। अब कि नेपाल सरकारले नै पहल गर्नु पर्यो त्यसको बारेमा, त्यो मूर्ति बनाउने मान्छेको हजारौँ वर्ष मूर्ति बनाउने उसको कलाकारको बारेमा त्यो गरेको छैन त। त्यही भएर अलिकति अब महसुस त अब आफूलाई अलिकति ऊ हुन्छ। सरिता सुवेदी हो। म पुरातत्व अधिकृत पुरातत्व विभागमा कार्यरत छु। मेरो चाहिँ विषय चाहिँ कल्चर हो होइन, संस्कृति, देशको संस्कृतिको बारेमा अध्ययन गरेको हो। अहिलेसम्म पनि हामीले चाहिँ त्यो लिच्छवीकालीन कला हेऱ्यौँ भने अत्यन्त हेरिरहने जस्तो लाग्छ कि हामीलाई आँखा झिम्मा नपारिकन हेरिरहने जस्तो लाग्छ होइन। भनिन्छ नि, लेखकहरूको कलम र मूर्तिकारहरूको छिनो कुनै शक्तिले रोक्न सक्दैन। हो, त्यही अनुरूप नाम नखुलेका मूर्तिकारले आफ्नो कलाकारिताको यात्रा भने छाड्दैनन् र विष्णुमतीमा रहेको शोभा भगवतीको मूर्ति आफ्नो काटिएको दाहिने हातले बनाइदिन्छन्। तर मानदेवकी आमा नवसागरलाई पनि यो सहनीय हुँदैन र फेरि पनि उनको देब्रे हात कटाउन लगाइन्छ। भनिन्छ कलाकारहरूको धर्म भनेकै कला कोर्दै जानु हो। यदि यो भनाइ सत्य हो भने यी नाम नखुलेका मूर्तिकार जति धार्मिक मानिस आउन गाह्रो पर्दछ होला। किनभने नक्सालसम्म आइपुग्दा उनले जम्मा 2 खुट्टाले नक्साल भगवतीको मूर्ति बनाइ छाड्दछन्।
लिच्छवीकालीन मूर्तिकार जसले आफ्नो मूर्तिकलालाई नै आफ्नो साधना माने विभिन्न दण्डहरू सहँदै फरक फरक मूर्तिहरू कोर्दै गए र आज तिनै मूर्तिहरूले इतिहास बोल्दछन् तर कतै उनको नाम ठेगाना भने बोल्न सकेनन्। नाम चाहिँ अब तपाईँको शिलालेखमा नाम गरेर चाहिँ कोरेर राख्नुपर्ने हुन्थ्यो होइन। अब नाम अब कसले बनाए मूर्ति चाहिँ धेरै छ, पुरानो लिच्छवीकालीन मल्लकालीन होइन। हजुरको पुरानो कलाहरू त धेरै छन् तर कलाकारको चाहिँ नाम बसेन भनेर तपाईँको नाम चाहिँ राख्नुपर्ने हुन्थ्यो होइन। नाम शिलामा कोरेर हुन्छ कि कसरी हुन्छ, नाम चाहिँ राख्नुपर्ने हुन्छ, राखेन। अब त्यो अब हामीले भन्ने कुरो त रहेन होइन। नाम चाहिँ राख्नुपर्ने हुन्थ्यो होइन, हाम्रो त राख्छौँ। शासकहरूको क्रूरता र राज्यको गरिमा कम हुन्छ भन्ने डरले शासकहरूले कलाकारको कला मार्दै गए। तर अहिले समय बदलिसक्यो। अहिले चाहिँ अर्को के कुरा छ भने सेन्स अफ इन्डिभिजुअलिटी पनि छ कि इन्डिभिजुअल्ली आफ्नो वर्कलाई आफैले गर्न मिल्ने छ कि कला व्यक्त गर्न पाउनु कलाकारको जन्मसिद्ध अधिकार भइसक्यो। मूर्ति कोर्ने पेसामा लागेका शैलेन्द्र र सुमन हुन वा विश्वविद्यालयमा कला पढ्दै गरेका विवेक सबै कला रचनामा सन्तुष्ट छन् र त्यही उनीहरूको स्वतन्त्रता मान्दछन्। हाम्रो इतिहास चाहिँ नेपालको इतिहास धेरै 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 पुरानो इतिहास छ होइन। हाम्रो जतिको इतिहास अरू मुलुकमा चाहिँ पाइँदैन। अब त्यही मूर्तिहरूले नै पछिका पिँढीहरूलाई हाम्रो इतिहास यति राम्रो थियो, यति पुरानो थियो होइन, हाम्रो संस्कृति यस्तो थियो, हाम्रो कला यस्तो थियो पहिल्यैदेखि नै भनेर पुरानो पिँढीहरूमा हस्तान्तरण गर्नको लागि पनि मूर्तिहरू संरक्षण गर्नुपर्छ। हामीले त्यसको कला, वास्तुकला अनि धर्म, संस्कृति अध्ययनमा पनि ती मूर्तिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।